लागि हुनुहुन्छ 10,000 को सहभागितामा हामीले यो कार्यक्रम गरेका छौँ। त्यसको लागि सम्पूर्ण आदरणीय तमाम जनसमुदाय बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो मागहरू चाहिँ 57 सालदेखि यस ठाउँमा बसोबास गर्दै आइसकेपछि 2073 सालमा जुन औद्योगिक करिडोरले सुनिश्चित ढङ्गबाट हेलिकप्टर मार्फतबाट हामीलाई यहाँको नक्सा निकाल्ने काम गरिएको छ, त्यो निन्दनीय छ। त्यसको लागि यहाँका स्थानीय सरकार लगायतका यहाँका प्रतिनिधिहरू गएर फेरि विभिन्न खालका चाहिँ सम्झौताहरू पनि गरिसकेका छौँ। ती सम्झौता 2083 साल 5 महिना 5 गतिको जुन 2073 साल 5 महिना 5 गतेको जुन सम्बोधन थियो जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न निकायहरूबाट ती सम्झौता अनुरूप हामी अगाडि बढ्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। र हाम्रो मागहरू चाहिँ यहाँ म हजुरसँग वाचन गर्न गइरहेको छु। 1 नम्बरमा हामी भोग चलन बसोबास जहाँ छ त्यही नै पाउनुपर्छ भन्ने 1 नम्बरको माग हो भने 2 नम्बरमा पटक पटक राज्यतर्फबाट गरिएको आक्रमणको सदा अन्त्य होस् र हामीलाई प्रमाणपत्र पनि उपलब्ध गराउनु पर्ने भन्ने चाहिँ माग छ। 3 नम्बरमा तीनौं करिडोरबाट विस्थापित हुन सक्ने परिवारको व्यवस्थापन गरी मात्र काम अगाडि बढाउनु पर्नेछ, यो माग 3 नम्बरमा छ भने 4 नम्बरमा स्थानीय सरकार औद्योगिक व्यवस्थापन लगायत सरकारवालासँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेछ भन्ने छ। र यसै गरी विक्रम सम्वत 2073 साल 5 महिना 5 मा प्रमुख जिल्ला अधिकारीसँग भएको सम्झौता लागू गर्नुपर्नेछ भन्ने यो हाम्रो 5 वटा माग रहेको छ।